एउटा निरङ्कुश शासन तर्फ लाने मनसायका साथ यो घटना घटेको छ। सिधै यहाँ आक्रमण गर्ने भनेर त्यहाँ घोषणा भएको छ। ठुलो निजी सम्पत्ति र सार्वजनिक सम्पत्तिको क्षति भएको छ। 2 जना व्यक्तिहरूको मृत्यु भएको छ। अन्य कैयौं घाइते भएका छन्। यसको सम्पूर्ण जिम्मेवारी यो पूर्व राजा जसको आयोजनमा यो समिति गठन भयो र त्यसले त्यो आयोजना गर्यो। सिधै जुन किसिमको शान्तिपूर्ण तरिकाबाट त्यहाँ हामी प्रस्तुत हुन्छौँ भनेका थिए, त्यसको विपरीत तोडफोड आगजनी गरेर एउटा असुरक्षा र अराजकताको परिस्थिति निर्माण गर्ने र त्यो परिस्थितिबाट फाइदा उठाउँदै जुन यो सत्तै कब्जा गर्ने मनसाले जाने उहाँहरूको चाहिँ त्यो लक्ष्य देखियो। यसको जिम्मेवारी चाहिँ उहाँले लिनुपर्दछ भन्ने निष्कर्ष यो बैठकले यो छलफलले निकालेको छ र सरकारले पूर्व राजाले नै यो समिति बनाएको नि, त्यस हुनाले पूर्व राजाको सम्पूर्ण यसको जिम्मेवारी उहाँको छ। छतमा पहिले नै किन सुरक्षाकर्मी गएर बसेको थियो? तपाईँ पत्रकार साथीहरूलाई मैले भन्छु कि आन्दोलनको क्रममा आन्दोलनकारी पक्षबाट केही त्रुटि भयो भने त्यसलाई नियन्त्रणमा लिने सरकारको जिम्मेवारी हो र त्यसलाई चाहिँ भड्काउने जिम्मेवारी सरकारको होइन। त्यसकारणले त्यसको छानबिन हुनु पर्यो। मैले भने त्यसमा दोषी देखियो भने र राज्य विरुद्धकै गतिविधि भएको रहेछ भने त्यो कारबाही हुनु पर्यो। तर आन्दोलनको क्रममा आउनुहोस्, निषेधित क्षेत्र तोडौँ, घेरौँ भन्ने कुरा, आफ्नो कार्यकर्तालाई उत्साहित गर्ने कुरा गरे, तर कसैको घर आगो लगाउँ भनेको छ कि छैन? आगो लगाउन गएको छ कि छैन? तर पहिले मैले भन्छु त्यो आगो लाग्नुभन्दा अगाडि, अरू तोडफोड हुनुभन्दा अगाडि राज्यले किन छतमाथि बसेर गोली हान्यो, किन अश्रु ग्यास फ्याँक्यो? त्यति मात्रै होइन, तपाईँ पत्रकार साथीहरूलाई म फेरि भन्छु, एउटा पत्रकार साथीको ज्यान गएको छ है, त्यहाँ माथिबाट छतबाट गोली हानेको कारण, टियर ग्यास हानेको कारण आन्दोलनकारीले त्यहाँ चाहिँ प्रतिवाद गर्दा अरू चिजहरू, धेरै चिजहरू बढेर गएको कुरा त सबको आँखा अगाडि प्रश्न छ नि।